नमस्ते यहाँहरू सम्पूर्णमा आज पनि मैले तपाईँहरूको लागि यो बुद्धचित्त बिरुवाको भिडियो नै ल्याउँदैछु। धेरैजनाले चाहिँ मलाई सोधिरहनु भएको छ बुद्धचित्त रोप्ने समय चाहिँ कहिले हो, उपयुक्त समय चाहिँ कहिले हो भनेर सोधिरहनु भएको छ। आजभोलि चाहिँ एकदमै राम्रो समय हो यो बुद्धचित्त रोप्नको लागि, किनभने आजभोलि चाहिँ यसको पात झरेको हुन्छ, नयाँ पालुवा आउन सिजन हुँदैछ। पालुवा आउनुभन्दा अगाडि चाहिँ हामीले रोप्यो भने एकदमै राम्रो हो। हामीसँग चाहिँ सबै क्वालिटीको बुद्धचित्त बिरुवाहरू चाहिँ उपलब्ध छ। 2 मुखे इन्डोसाउन, 3 मुखे, 4 मुखे, 5 मुखेसम्मको बिरुवाहरू चाहिँ उपलब्ध छ। मेरो लोकेसन चाहिँ काभ्रेतेमाल, भौगुन्डे बेसी। यही बिरुवा चाहिँ भक्तपुरमा पनि उपलब्ध हुन्छ। धेरैजनाले चाहिँ मलाई भक्तपुरको लागि चाहिँ गुनासो आइसकेपछि मैले अहिले भक्तपुरमा पनि उपलब्ध गरेको छु। यो बिरुवाहरू चाहिँ अहिले यो ताप्लेजुङ भोजपुरको लागि चाहिँ यसरी प्याक हुँदैछ। बिरुवाहरू चाहिँ यहाँ देख्न सक्नुहुनेछ, यसरी प्याक हुँदैछ। आजभोलि एकदमै राम्रो समय हो रोप्नको लागि पनि। यहाँ देखाउनु होला, यो 4 मुखे, 5 मुखे, 9 साउनको चाहिँ यहाँ बिरुवाहरू प्याक हुँदैछ अहिले। हजुरहरू पनि समयमै राम्रो क्वालिटीको चाहिँ बुद्धचित्त रोप्नु भएर राम्रो आम्दानी गर्न चाहनुहुन्छ भने बिरुवाको लागि चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुनेछ।